नवलपुर जिल्लाको एउटा सुन्दर गाउँमा भोला नामको एक मेहनती युवक बस्थ्यो। गाउँको बीचमा उसको सानो पानीपुरीको ठेला थियो। बिहानदेखि बेलुकासम्म उसको ठेलाबाट एउटै आवाज गुन्जिरहन्थ्यो, आउनुहोस् आउनुहोस्, भोलाको प्रसिद्ध पानीपुरी खान आउनुहोस्। मिठो, पिरो, अमिलो र स्वादिष्ट पानीपुरी। गाउँभरिका मानिसहरू उसको पानीपुरी खान आउँथे। कसैले धेरै पिरो, कसैले मध्यम पिरो त कसैले गुलियो पानीपुरी माग्थे। भोला सबै ग्राहकलाई उनीहरूको रोजाइ अनुसार हाँस्दै सेवा गर्थ्यो। त्यसैले उसको पानीपुरीको ठेला गाउँकै सबैभन्दा लोकप्रिय ठाउँ बनेको थियो। हरेक रात करिब 9 बजे भोला आफ्नो ठेला बन्द गर्थ्यो र दिनभरको कमाइको हिसाब गर्थ्यो। एक दिन उसले खुसी हुँदै भन्यो, आज मैले 100 प्लेट पानीपुरी बेचेँ। 300 रुपैयाँ खर्च भयो र 700 रुपैयाँ नाफा भयो। दिन प्रतिदिन व्यापार बढ्दै जाँदा उसको खुसी पनि बढ्दै गयो। केही समयपछि ग्राहकहरूको भिड यति धेरै हुन थाल्यो कि उसलाई एक्लैले सबैलाई सेवा दिन गाह्रो हुन थाल्यो। अर्को दिन ठेला सजाउँदै गर्दा उसको साथी कृष्ण त्यहाँ आयो। कृष्णले काम खोजिरहेको कुरा सुनाएपछि भोला खुसी हुँदै भन्यो, तिमी ठिक समयमा आएका छौ, मलाई एउटा सहयोगी चाहिएको छ। यदि तिमी चाहन्छौ भने मेरो साथमा काम गर। कृष्णले तुरुन्तै सहमति जनायो। त्यस दिनदेखि दुवै साथी मिलेर पानीपुरी बनाउन र ग्राहकलाई सेवा गर्न थाले। व्यापार झन राम्रो चल्न थाल्यो। एक रात खेला बन्द गरेपछि भोला फेरि हिसाब गर्न बस्यो। आज हामीले 180 प्लेट पानीपुरी बेच्यौं, 1800 रुपैयाँ कमायौं, 400 रुपैयाँ खर्च भयो र 1400 रुपैयाँ नाफा भयो। त्यसपछि उसले कृष्णलाई 300 रुपैयाँ ज्याला दिँदै भन्यो, यो आजको तिम्रो मेहनतको पैसा। कृष्णले पैसा त लियो, तर त्यही दिनदेखि उसको मनमा ईर्ष्या पलाउन थाल्यो। उसले सोच्न थाल्यो, म दिनको 300 रुपैयाँ मात्र कमाउँछु, तर भोला त दिनकै 1200 रुपैयाँ जति नाफा कमाउँछ। महिनामा त उसले धेरै पैसा कमाउँछ। यदि मैले पनि आफ्नै पानीपुरीको ठेला खोले भने म पनि यति नै कमाउन सक्छु। त्यसपछि कृष्णले बिस्तारै भोलासँग व्यापारका सबै कुरा सोध्न थाल्यो। यो ठेला बनाउन कति खर्च लाग्यो? सामान कहाँबाट किन्छौं? भोला उसलाई आफ्नो साँचो साथी ठान्थ्यो, त्यसैले उसले कुनै कुरा लुकाएन। ठेला बनाउन करिब 3000 रुपैयाँ लागेको। त्यो पैसा जुटाउन आमाको गहना धितो राख्नु परेको। अनि सबै सामग्री कहाँबाट किन्ने भन्ने सबै कुरा खुलाएर बतायो। उसले कृष्णलाई बजारमा लगेर प्रत्येक पसल पनि देखाइदियो। केही हप्तापछि कृष्णले पर्याप्त पैसा बचत गरिसकेको थियो। अब उसले सबै कुरा सिकिसकेको थियो। अर्को बिहान भोला आफ्नो ठेलामा पुग्दा छक्क पर्यो। उसको ठेलाको ठिक छेउमा नयाँ चम्किलो पानीपुरीको ठेला थियो। त्यहाँ ठूलो स्वरमा घोषणा भइरहेको थियो, आउनुहोस्, कृष्णको स्वादिष्ट पानीपुरी खानुहोस्। नयाँ स्वाद, नयाँ अनुभव। यो देखेर भोला दुखी हुँदै भन्यो, कृष्ण, तिमीले मेरो विश्वास तोड्यौ। मैले तिमीलाई साथी सम्झेर सबै कुरा सिकाएँ। कृष्ण भने मुस्कुराउँदै बोला, मैले तिम्रो विश्वास तोडेको होइन। व्यापारमा यस्तै हुन्छ, एक दिन शिष्यले गुरुलाई पनि उछिन्छ। त्यस दिनदेखि गाउँमा 2वटा पानीपुरीका ठेला सञ्चालन हुन थाले। दुवैले ग्राहक बोलाउन थाले, तर बिस्तारै धेरै ग्राहक कृष्णको नयाँ ठेलातर्फ जान थाले। भोलाको ठेलामा भिड घट्दै गयो। ऊ टाढाबाट आफ्ना पुराना ग्राहकहरू अर्को ठेलामा गएको मात्र हेरेर बस्न बाध्य भयो। आफ्नो मेहनत र विश्वासको यस्तो परिणाम देखेर उसको मन धेरै दुख्यो। यस कथाले हामीलाई एउटा गहिरो शिक्षा दिन्छ। कहिलेकाहीँ सबैभन्दा ठूलो धोका हामीले सबैभन्दा धेरै विश्वास गरेका मानिसबाट पनि आउन सक्छ। त्यसैले विश्वास गर्नु राम्रो हो, तर आफ्नो ज्ञान, मेहनत र व्यावसायिक निर्णयमा सधैँ विवेक अपनाउनु पनि उत्तिकै आवश्यक छ।